नमस्कार साथीहरू र आज चाहिँ बालेन र रवि बीच ऐतिहासिक सम्झौता भएको छ र यसले चाहिँ अब देश विकास हुने एउटा आशाको दियो चाहिँ पलाएको छ र 2-4 दिनको लामो वार्ता पश्चात चाहिँ बालेन र रवि बीच चाहिँ सम्झौता पत्रमा चाहिँ हस्ताक्षर भएको छ र आज बिहानै फेसबुकको पोस्ट मार्फत चाहिँ बालेनले यो हामीलाई चाहिँ सरप्राइज दिएका छन् एका बिहानै र सम्झौता पत्रमा चाहिँ के थियो त के कुरामा चाहिँ सहमति भयो र अब आउने दिनमा चाहिँ बालेन र रवि बीचको सहकार्य कस्तो हुन्छ, कुन चुनाव चिन्ह लिएर चाहिँ बालेनले उठ्नेछन् र कुन क्षेत्रबाट उठ्दैछन् र रवि र बालेनले चाहिँ के कुरामा सम्झौता भयो त भन्ने बारेमा चाहिँ हामीले सम्पूर्ण कुराहरू चाहिँ तपाईँहरूलाई जानकारी गर्नुहुन्छ र सम्झौता पत्र पनि हामीले यहाँ तपाईँहरूको लागि राखिदिनेछौँ है त। र हामी सम्झौता पत्रमा के भयो त्यो पनि सबै पढेर सुन्नुहुन्छ। तपाईँले भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला र तपाईँहरूलाई चाहिँ यो कस्तो लागिरहेको छ बालेन र रवि बीचको यो सम्झौताले देशलाई निकास मिल्ला त भन्ने तपाईँलाई के लाग्छ त्यो चाहिँ कमेन्ट गर्न नभुल्नु होला है त। र अबको प्रधानमन्त्रीको रूपमा चाहिँ बालेन अगाडि सारिएको छ। सम्झौता पत्रमा के छन् त अब हामी तपाईँहरूलाई जानकारी दिनेछौँ है त। तपाईँहरूलाई हामी अब पढेर सुनाउँछौँ र पोइन्ट नम्बर 1मा तपाईँहरूले पनि पढ्न सक्नुहुनेछ। पोइन्ट नम्बर 1मा चाहिँ नवयुवाहरूले चाहिँ भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने सहमति भएको छ भने दोस्रो नम्बरमा समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गैर नीतिगत संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को 10 वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने रहेको छ। र तेस्रो नम्बरमा पहिलो पक्ष र दोस्रो पक्ष बीच बृहत एकता भए पश्चात स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी दलको झण्डा साविक नीलो पृष्ठभूमिको मध्यभागमा सेतो रङको गोलाकार बीचमा नीलो रङको घन्टीको आकृति दलको चुनाव चिन्ह घन्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने चाहिँ सहमति भएको छ है त। 3 नम्बरको बुँदा रहेको छ यो। र 4 नम्बरमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति चाहिँ रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार चाहिँ बालेन्द्र शाह हुने जनाएको छ। यो त म्यासिभ एउटा न्युज रह्यो। र बृहत एकता पश्चात पार्टीको सङ्गठनात्मक संरचना थप सक्षम र फराकिलो बनाउने युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई चाहिँ समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता समावेशिता र सार्वजनिक छविलाई चाहिँ आधार मान्ने जनाएको छ भने 6 नम्बरमा चाहिँ यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा चाहिँ अपडेट गर्ने र 7 नम्बरमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त नेतृत्व र चुनाव चिन्ह घन्टीमा गोलाबद्ध भई लोकतान्त्रिक सुशासन सम्बन्धित र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति समूह र व्यक्तिहरूलाई पनि आह्वान गर्ने रहेको छ। र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ कुलमान घिसिङ र हर्क साम्बालाङ पनि ल्याउने कुरा चाहिँ चलिरहेको छ र यो सम्झौता पत्र चाहिँ तपाईँलाई राखेको। बालेन चाहिँ आशाको दियोको रूपमा पलाइरहेको बेलामा चाहिँ अब यदि हामीले चाहिँ बहुमतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई अगाडि ल्याउन सक्यौँ भने चाहिँ बालेन प्रधानमन्त्री हुनेछौँ। र अब तपाईँहरूलाई चाहिँ के लाग्छ बालेनले अब प्रधानमन्त्री हुन्छ कि हुँदैनन्, बहुमत पाउँछ कि पाउँदैन, के लाग्छ तपाईँहरूलाई कमेन्ट गरिदिनु होला। र यस्तै भिडियोको लागि चाहिँ हामीलाई फलो गरिदिनु होला, सब्सक्राइब गर्नु होला। हस् त, धन्यवाद।